हेलो एभ्रिवान, नमस्ते। म चाहिँ सन्जना थापा अनि म चाहिँ आज युट्युबमा एकदमै लङ टाइमपछि चाहिँ ब्याक भएको छु। 8-9 मन्थपछि नै आज चाहिँ मैले चाहिँ हस्पिटल ब्याकको चाहिँ भिडियो बनाउन लागेको। थम्बनेल हेरेर पनि थाहा पाउनु भइसक्यो होला तपाईँहरूले। होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ अनि म पनि एकदमै सन्चै छु। अनि म चाहिँ अहिले चाहिँ 9 मन्थ प्रेग्नेन्सी रनिङ छ अनि मेरो ड्यु डेटहरू चाहिँ एकदमै नजिक आइसक्यो। अब 1 विक या 2 विकभित्र चाहिँ म एडमिट हुन्छु। त्यही भएर आज चाहिँ म हस्पिटल ब्यागहरू प्याक गर्न लागेको। त्यो सँगसँगै मेमोरीको लागि भिडियो बनाएको। होप तपाईँहरूले लाइक गरेर चाहिँ साथ दिनुहुनेछ। अनि अब चाहिँ सक्दोसम्म मैले चाहिँ आफ्टर बेबी चाहिँ भिडियो कन्टिन्यू गर्ने ट्राई गर्नेछु। आज चाहिँ मैले के किने त मेरो लागि र बेबीको लागि है, आफ्टर डेलिभरीको लागि चाहिँ। अनि त्यो चाहिँ मैले आज हजुरहरूलाई भिडियोमा देखाउने छु। होप यो भिडियोले चाहिँ न्यू ममहरू जो म जस्तै फर्स्ट मम बन्न गइराख्नु भएको छ उहाँहरूलाई चाहिँ हेल्प हुनेछ। मैले पनि केही पनि जानेको थिइनँ। यही दिदीहरू या यही युट्युबको भिडियोहरू अनि डक्टरहरूको रिकमेन्ड अनुसार चाहिँ मैले सामानहरू लिएको छु। कुनै सामानहरू चाहिँ पुगेको छैन अझै, त्यो चाहिँ अनलाइनमा आउनेछ केही टाइममा। 1-2 डेजमा चाहिँ त्यो चाहिँ आइपुगेको छैन अहिले जुन आएको छ त्यो चाहिँ मैले आज हजुरहरूलाई देखाउँछु। सुरु गरौँ है त। फर्स्टमा चाहिँ मैले लिएको छु यो हिमालयनको बेबी वाइप्स। यो चाहिँ मैले अहिले चाहिँ 3 पिस लिएको छु अनि एउटा मात्रै मैले हस्पिटल ब्यागमा राख्छु यो चाहिँ। अनि यो चाहिँ बेबीको लागि पनि हेल्प भइहाल्यो। त्यसपछि आफूलाई पनि केही वाइप्सहरू चाहियो भने चाहिँ मैले यही युज गर्छु। नेक्स्ट मेरो लागि भनेर चाहिँ छुट्टै लिएको छैन, यसैले काम चलाउने छु म चाहिँ बेबी र मेरो लागि दुइटैलाई। त्यसपछि अर्को लिएको छु मैले हिमालयनकै बेबी किट। यसमा चाहिँ छ के छ, यसमा चाहिँ स्याम्पू रहेछ, लोसन छ, त्यसपछि यो वाइप्स भइहाल्यो, डाइपर ऱ्यासेस क्रिम मोस्ट युज्ड यो चाहिँ। त्यसपछि यो सोप, यो लोसन रहेछ अनि यो चाहिँ पाउडर होला सायद, देखेको छैन। यति चाहिँ लिएको छु। यो फोडेको छैन, यो फोडेर मैले चाहिँ यस्तो ब्यागमा हाल्नेछु है पछि चाहिँ। अनि यो चाहिँ बेबीहरूको देखाउँछु फर्स्टमा चाहिँ। त्यसपछि मैले बेबीको लागि अर्को राखिदिएको छु। डाइपर चाहिँ मैले किन्नै छ है फर्स्टमा चाहिँ। अनि यो चाहिँ यस्तो टावल न्यापी लिएको छु। यसरी 5वटा पिस राख्दैछु। यो न्यापी चाहिँ यत्रो छ। यो चाहिँ यहाँ नपाएर मैले नेपालबाट मगाएको। यो अहिले चाहिँ मैले हस्पिटल ब्यागमा चाहिँ 5 पिस मात्रै राखेको छु है। 1 2 3 4 and 5 यति पिस चाहिँ राखेको छु। त्यसपछि अर्को भयो बेबीको लागि एउटा टावल लिएको छु। यो चाहिँ बर्ड क्लोथ मैले डिफ्रेन्टली लिइनँ किनकि मैले मस्लिनको अर्को त्यो स्वाडल लिएको थिएँ, त्यसैले काम चल्ला भनेर यो एउटा चाहिँ ह्याङ्की टावल स्मल सानो यो लिएको छु बेबीको लागि, डिफ्रेन्ट नै छुट्टै नै। त्यसपछि यसैको सेट लिएको छु एउटा ठुलो टावल, यो चाहिँ ऱ्याप गर्न आफ्टर बाथपछि युज हुनेवाला। यो 2टा सेट लिएको छु। एन्ड देन यो 2टा भइहाल्यो। नेक्स्ट चाहिँ छ अब बेबीको लागि स्वाडलहरू। स्वाडल चाहिँ मैले 4 पिस यसरी मगाएको थिएँ, 4वटा पिस आएको छ। यो चाहिँ एकदमै क्युट छ। यो चाहिँ मस्लिनको कपडाको हो होइन। अनि यसपछि यो चाहिँ 4 लेयर छ कि ठिकै छ। एउटा यो प्रिन्ट भयो 80x100 cm को यो चाहिँ यस्तो छ। एन्ड देन भित्र चाहिँ छ यस्तो चाहिँ एकदमै सफ्ट छ। मैले यसलाई यो सबै देखाएको सामानहरू चाहिँ मैले सबै धोएर
स्टेरिलाइज गरेर राखिसकेको छु है। डेटोल पानीमा धोएर स्टेरिलाइज गरेर राखेको प्याक गर्नलाई। यो चाहिँ यस्तो छ, प्रिन्टहरू चाहिँ यस्तो यस्तो छ। एउटा त्यो भयो, एउटा यो भयो, एन्ड देन यो चाहिँ एकदमै मन परेको मलाई यो एउटा यो छ। अर्को चाहिँ यो प्रिन्ट, 4वटा भयो। यो क्लोथहरू चाहिँ यो चाहिँ बेबी आफ्टर बेबी बर्थ पछि चाहिँ फर्स्टमा ऱ्याप गर्ने क्लोथ चाहिँ यो भयो। यो 4वटा मध्ये एउटा मैले जुन भए पनि दिन्छु। डक्टरले आफै, डक्टर नर्सहरूले आफै युज गर्नुहुन्छ। यो मैले 4वटै हालिदिन्छु होइन ब्यागमा। त्यसपछि छ अर्को युरिन म्याट या युरिन सिट। सानो लिएको छु मैले चाहिँ, बेबी सानो हुन्छ नि त, त्यही भएर चाहिँ अहिले चाहिँ मैले सानै सानै मगाएँ। यो 2 कलरमा आएको छ, यो प्याकमै आएको थियो। यो चाहिँ छ यस्तो, ठिकै छ। यो चाहिँ यस्तो एकदम मजा, यस्तो सेम ब्लू पनि त्यस्तै छ। यो चाहिँ 2टा सिट लिएँ मैले, 1 2, तर हस्पिटल ब्यागमा चाहिँ मैले एउटा मात्रै हाल्छु है, जुन हाले पनि। ब्लू पनि सेम छ। यो चाहिँ एकदम सफ्ट छ क्या यताबाट चाहिँ। अरू ब्रान्डको पनि युज गर्न सक्नुहुन्छ हजुर चाहिँ। मलाई चाहिँ पहिला सुरुमा थाहा भएन अरू ब्रान्डको, त्यही भएर मैले यो पहिले मगाइसकेको थिएँ। अब यही युज गर्छु म चाहिँ। तपाईँहरूले योभन्दा नि राम्रो ब्रान्डको पनि लिन सक्नुहुन्छ। त्यसपछि अर्को आयो बेबीको लागि नै सबै। अब बेबीको होल्डिङ ब्ल्याङ्केट है। यो चाहिँ मैले एउटा चाहिँ यस्तो खालको ब्ल्याङ्केट लिएको छु होल्ड गर्नको लागि। चाहिँ मङ्की क्याप जस्तै छ, भित्र चाहिँ यस्तो छ, यस्तो भित्र सफ्ट छ। यो चाहिँ एकदमै एउटा यो ब्राउन कलरको लिएको छु। यो चाहिँ होल्डिङ ब्ल्याङ्केट भयो। अर्को चाहिँ नर्मल ब्ल्याङ्केट चाहिँ यो लिएको छु मैले। एकदमै सफ्ट लाग्यो यो चाहिँ। प्राइस पनि एकदमै ठिक छ यसको, यस्तो महँगो पनि छैन है। यो एउटा भित्र एकदम सफ्ट छ यो चाहिँ। यो भयो। अर्को चाहिँ छ यस्तै होल्डिङ ब्ल्याङ्केटै हो यो पनि, तर यो चाहिँ यस्तो खालको छ, यस्तो जिप छ, 2टा खुट्टा यस्तो। यो चाहिँ देख्दा बित्तिकै एकदम क्युट लाग्यो कि, त्यही भएर मगाइहालेँ एउटा चाहिँ। यस्तो छ बेबी हाल्ने, त्यसपछि यसरी क्यारी गर्ने दिस वान। यसको प्राइस पनि एकदमै रिजनेबल छ है। यति छ, 3टा ब्ल्याङ्केट चाहिँ यति नै लिएँ। त्यसपछि अब आयो बेबीको क्लोथ्सहरू है त। बेबीको क्लोथ्सहरू चाहिँ म तपाईँलाई देखाउँछु। वेट, फर्स्टमा चाहिँ मैले 1 चिजहरू लिँदैछु है। रम्परहरू चाहिँ हाफ रम्पर र फुल रम्पर 2टै लिँदैछु मैले। यो चाहिँ भयो हाफ रम्पर, यस्तो 2टा सेट छ, एउटा यो र एउटा यो, 2टा भयो, 2टै वाइटमा यो चाहिँ। त्यसपछि अब अरू छ फुल स्लिभ रम्पर। मलाई चाहिँ रम्परहरू एकदम राम्रो लाग्छ। त्यसपछि बेबीलाई पनि सजिलो हुन्छ जस्तो लाग्छ कि। यो चाहिँ न्यू बेबीहरू एकदमै सेन्सिटिभ हुन्छ नि त, त्यही भएर यस्तो नेकबाट घुसाउने कपडाहरू चाहिँ मैले लिएको छैन कुनै पनि। सबै अगाडि बटनहरू भएको मात्रै लिएको छु। जिप भएको चाहिँ मैले लिएको छैन। जिप भएको पनि मैले खोजेको, तर लिँदै सबै बटनवाला मात्रै भयो। त्यसपछि अरू भयो अब फुल रम्पर है। फुल रम्पर चाहिँ मैले एउटा लिएको छु पिङ्क कलरमा। टेन बेबी गर्ल आउँछ या बोय आउँछ थाहा छैन, केही पनि हामीलाई चाहिँ जेन्डर रिभिल चाहिँ पाएको छैन। यहाँ चाहिँ जेन्डर रिभिल नगर्नु रहेछ, त्यही भएर मैले चाहिँ बोथ कलरमा लिएको छु।
कुनै चाहिँ एकदमै कमन कलरहरू लिएको छु। यो चाहिँ एउटा चाहिँ पिङ्क, त्यसपछि अर्को लिएको छु ब्लू, अनि यो चाहिँ ब्लू व्हाइट यस्तो प्रिन्टमा छ 3। यो चाहिँ अलि ठुलो छ है, यो चाहिँ लगभग 3 to 6 मन्थसम्मलाई हुने खालको छ। यो चाहिँ 0 to 1 मन्थको, यो चाहिँ सानो छ, ठिकै छ। यो पनि लगभग अलि ठिकै छ। यो चाहिँ 3 मन्थसम्म हुन्छ। यो चाहिँ 2, 3। अनि मैले होम कमिङ ड्रेस भनेर चाहिँ यो छुट्टै लिएको छु एउटा बेबीको लागि। यो सबै व्हाइट सेट है। यो चाहिँ यो पनि रम्परै हो, यसको यसमा मैले सेट मिलाएर राखिदिएको छु। यो चाहिँ यस्तो छ। यो चाहिँ उसको होम कमिङ ड्रेस है, कत्रो हुन्छ थाहा छैन, तर यो चाहिँ मैले होम कमिङ ड्रेस भनेर छुट्टै राखिदिएको छु उसको। यो भयो यसको भित्रबाट लगाउने, यो वेस्ट राखिदिएको छु, क्युट। अनि त्यसपछि योसँग लगाउने सेट चाहिँ यो एउटा क्याप, अनि उसको सक्स भइहाल्यो। आई लभ मम लेखेको छ यसमा चाहिँ, अनि क्यापमा पनि छ त्यस्तै प्रिन्ट, आई लभ मम आई लभ ड्याड भन्ने। त्यसपछि यो छ मिटन्समा पनि त्यस्तै लेखेको छ, आई लभ मम। यो चाहिँ उसको होम कमिङ ड्रेस हो। बेबी बोय आए पनि बेबी गर्ल आए पनि चाहिँ उसको होम कमिङ ड्रेस। यसरी देखाइदिन्छु ल। यो भयो रम्परहरू, 4वटा चाहिँ लङ रम्पर भयो। यसरी मैले चाहिँ 2टा मात्रै हाल्छु यसमा चाहिँ, यो एउटा होम कमिङ र यो ब्लूवाला मात्रै हाल्छु। त्यसमा चाहिँ ब्लू र पिङ्क 3टा हालिदिन्छु रम्पर चाहिँ। त्यसपछि आयो अब अरू ड्रेसको। मैले सबै बटनवाला मात्रै लिएको छु है। अनि मैले चाहिँ अहिले यो भिडियो बनाइराखेको चाहिँ शिलङबाट हो। यहाँ चाहिँ चिसै छ मौसम चाहिँ अरू ठाउँमा भन्दा है, गर्मी सिजनै भए पनि अहिले पानी परिराख्ने सिजन हो नि त, रेनी सिजन चाहिँ यहाँ चाहिँ। त्यही भएर चाहिँ अहिले रेनी सिजन भएको कारणले गर्दाखेरि चाहिँ मैले चाहिँ सबै लङ स्लिभ नै लिएको छु, कुनै कटन, कुनै चाहिँ न्यानोवाला पनि लिएको छु। त्यो पनि देखाउँछु ल हजुरहरूलाई। अब अर्को छ यो 1G रम्पर भइहाल्यो। अब अर्को चाहिँ तलमाथिको सेटवाला 2 पेयरवाला छ। 1G अझै अर्को पनि रहेछ यहाँ। यो चाहिँ हस्बेन्डले रोज्नुभएको है, दिस वान। यो सबै यो रम्पर 5वटा भयो। त्यसपछि अब चाहिँ 2 पेयरवाला तल र माथिको सेटवाला देखाउँछु म हजुरहरूलाई। एउटा छ यो पनि बटनवालै हो, यस्तो एउटा यो छ, यस्तो बटनवालै लिएको छु मैले चाहिँ। यसको भित्र चाहिँ एकदमै राम्रो कपडा छ कि, यो एकदम सफ्ट छ यो चाहिँ। अनि त्यसको प्यान्ट भयो यो चाहिँ 0 देखि 1 मन्थसम्मलाई मात्रै हुन्छ। यस्तो 0 to 1 मन्थ चाहिँ मैले 2-3 पेयर मात्रै लिएको छु, किनकि बेबीहरू एकदम छिटो ग्रो हुन्छ भन्नुभएको छ सबैले। त्यही भएर चाहिँ 2-3 पेयर मात्रै, त्यो पनि पानी परेको भएर सुक्दैन होला भनेर चाहिँ यति पेयर लिदिएको। नत्र अरू चाहिँ मैले 3-6 त्यस्तै मन्थको लिएको छु सबै। एउटा यो भयो। त्यसपछि अर्को छ यो कलरको, यो पनि एकदमै क्युट छ। यो पनि छ न्युबोर्नकै 37 cm कति, यो पनि न्युबोर्नको लागि नै हो। यो पनि 1 मन्थसम्म मात्रै हुन्छ होला जति लाग्छ मलाई चाहिँ है। अनि यसको छ प्यान्ट, यो रम्परको जस्तै यहाँ छ, यस्तो स्लिभ, यस्तो
सक्सैसँग चाहिँ यो भएपछि सक्स लगाइदिनु पर्दैन। त्यसपछि यसैको चाहिँ कति क्युट छ कि यसको टोप क्याप चाहिँ, यस्तो खालको क्याप चाहिँ मलाई एकदम लिनु मन थियो, तर यही सेटसँग आयो। यस्तो सेट चाहिँ मैले 2 पेयर लिएको छु। एउटा यो भयो, एउटा टेन्टेरेन, एउटा यो भयो। त्यसपछि अर्को फेरि यस्तै छ, यो चाहिँ पुरै पिङ्कमै, यो पनि हस्बेन्डकै रोजैमा हल्का पिङ्क र माखानी के झ्याउ गर्छ हौ। यो चाहिँ अर्को वाइट माथिको। त्यसपछि क्याप छ फेरि सेम त्यस्तै। यो प्यान्ट यति भयो 3, यो चाहिँ 2टा पेयर। त्यसपछि अब छ अर्को चाहिँ अब न्यानोवाला चाहिँ 2 पेयर मात्रै लिइदिएको छु मैले चाहिँ। एउटा चाहिँ यो कमन सबैले लगाउनुहुन्छ हैन, यो मलाई एकदमै सफ्ट लाग्यो, त्यो लिएको एकदमै राम्रो छ। यो चाहिँ यसको चाहिँ यो चाहिँ 5 पिस सेट हो कि। एउटा यो माथिको भयो, यो चाहिँ अलिक ठुलो छ, यो लगभग 3-6 कै भनेर लिएको, लिनलाई चाहिँ ठुलै छ, त्यही भएर यो चाहिँ पछिसम्म होला भनेर लिएको। त्यसपछि यो भयो प्यान्ट, नर्मल प्यान्ट। त्यसपछि यो छ सक्ससँगको प्यान्ट, अनि 2, 3। त्यसपछि यसको छ क्याप, यो भयो क्याप। त्यसपछि यसको छ यो रियाले, यति भइहाल्यो। यो त माखा पनि के झ्याउ गरेको हौ। त्यसपछि अर्को छ यो खालको सेट, यो चाहिँ 2 पिस मात्रै, यो माथिको भयो, यो पनि यस्तो बटनवाला मात्रै छ। यसको चाहिँ भित्रको यो एकदमै फर एकदमै सफ्ट छ, योभन्दा अझै यो सफ्ट छ हैन, योभन्दा अझै यो ठिक लाग्यो मलाई चाहिँ कपडा चाहिँ। एक पेयर लिइदिएको छु। त्यसपछि यो भयो यसको प्यान्ट, यो चाहिँ छोरा या छोरी जे भए पनि मिल्नेवाला कलर लिएको छु हामीले चाहिँ धेरै जस्तो चाहिँ। अनि कमन कलर या कुनै चाहिँ छ फेरि पिङ्क ब्लू गरेर मिक्स गरेर लिएको छु। अर्को छ अब चाहिँ म हजुरहरूलाई क्यापहरू र भेस्टहरू देखाउँछु है। हामीले चाहिँ यो यस्तो भेस्ट लिइदिएको छु, यो चाहिँ 1 2 3 4 5 वटा भेस्ट लिइदिएको रहेछ। एउटा यो डिफ्रेन्ट कलरमा, एउटा चाहिँ यो प्रिन्टमा, एउटा यस्तै एनिमल प्रिन्टहरू भयो, एउटा चाहिँ यस्तो लेखेको प्रिन्टहरूमा लिइदिएको छु। दुईटा 3टा 4वटा 5वटा सेट लिइदिएको छु, डिफ्रेन्ट कलर। यो बेस्ट भइहाल्यो। त्यसपछि अब क्यापहरू चाहिँ मिटन्स चाहिँ मैले धोएर सुकाइदिएको छु, त्यो चाहिँ सुकेको छैन है। 4 पेयर चाहिँ मिटन्स लिइदिएको छु। अनि सक्सहरू चाहिँ मैले यसरी लिएँ, यो खालको लिएँ कि अर्को खालको लिइनँ। यो भयो भने चाहिँ फर्स्टबाटै लगभग 6-7 मन्थ हुँदासम्म काम चल्दो रहेछ यो सक्सहरू चाहिँ, त्यही भएर मैले चाहिँ यस्तै सक्स लिइदिएँ। त्यो अर्को खालको मिटन्सको सेट भन्दा पनि मिटन्स चाहिँ डिफ्रेन्टै लिइदिएँ मैले। अनि यो चाहिँ छ ब्ल्याक र ब्ल्याक वाइट, यो 2टा। त्यसपछि ब्राउन, यो जुन पनि कपडासँग जानेवाला कलर लिइदिएको छु मैले, यो ब्राउन भइहाल्यो। त्यसपछि यो चाहिँ एक्स्ट्रा पेयर 6वटा सक्स भयो। त्यसपछि यो एउटा चाहिँ मैले लिएको थिएँ कि यहाँ छ विशाल बजार, त्यो विशाल बजारबाट लिइदिएको थिएँ यो क्याप चाहिँ, तर यो चाहिँ काम नलाग्ने रहेछ क्या। धोएर राखिदिएको यस्तो कलर गयो, फेड भयो, यो चाहिँ कलर गयो, सुकेर यत्रो भयो। यो क्याप कता 2-3 दिन हुन्छ होला यो सायद। यसको चाहिँ मिटन्स र सक्स पनि छ, तर यो सक्स चाहिँ मिल्यो भने मिल्यो, मिलेन भने चाहिँ मैले मिटन्सकै रूपमा युज गरिदिन्छु यसलाई पनि। अब यो क्याप चाहिँ यस्तो छ, कलर गर्छ, लगाइदिउँ कि नलगाइदिउँ जस्तो छ, हेरौँ के हुन्छ है पछि। यसको सक्स
कति आएको यो माखा पनि भगवान सक्स त्यसपछि 2टा मिटन्स ठिकै त ठिकै छ कि प्राइस अनुसार तर कलर गयो कि यसको चाहिँ मलाई राम्रो लागेन त्यही भएर मैले चाहिँ पछि फेरि अनलाइन मगाइदिएँ यो भयो एक पेयर यो चाहिँ खासै राम्रो छैन यसको क्वालिटी चाहिँ त्यसपछि यो चाहिँ म आफै हेरेर छानेर लिए यो 3 पेयर यो कम्बोमा सेट थियो यो चाहिँ यो यसको चाहिँ एकदमै राम्रो छ कपडा चाहिँ यस्तो खालको छ ब्लू कलरमा लिदिएँ मैले अरू डिफ्रेन्ट कलर खोजेको पाइनँ यो ब्लू राम्रो लाग्यो अनि यो लिदिएँ यो चाहिँ सादा यो चाहिँ लाइनिङमा यो चाहिँ ट्विङ्कल ट्विङ्कल लिटल स्टार भन्ने जस्तो चारवटा पेयर चाहिँ क्याप भयो त्यसपछि अलिकति देखाउनु खै हजुरहरूलाई यति होला बेबीको चाहिँ त्यसपछि अर्को पनि रहेछ यहाँ एउटा 2टा रहेछ यस्तो कटनको कपडाको यो सेट यसमा चाहिँ हातमा यही छ आफ्नो मिटन्स यसरी फोल्डिङ गरेर लगाइदिनलाई हातमा यस्तो छ अनि यो पनि बटनवालै भयो त्यसपछि यसको छ प्यान्ट यो प्यान्ट चाहिँ सक्ससँगै छ यस्तरी एन्ड देन अर्को छ मैले यो चाहिँ मलाई दिदीले गिफ्ट दिनुभएको है म चाहिँ एउटा चोलो बोटो सेट यहाँ त पाउँदैन नि त अब इन्डियामा चाहिँ त्यही भएर चाहिँ मैले नेपालबाट मगाएको थिएँ तर दिदीले चाहिँ गिफ्ट गर्नुभयो मलाई थ्याङ्क यू सो मच दिदी अनि यो चाहिँ एक सेट चाहिँ चोलो बोटो पछि किन लगाइदिन भनेर क्वेसन सोध्नुभन्दा मैले चाहिँ एक पेयर मगाइदिएको यो चाहिँ छ चोलो बोटो सेट यसको बोटो चोलो तल दौरा एन्ड टोपी यो चाहिँ छ अनि अर्को छ अरू चाहिँ मैले चाहिँ एक्स्ट्रा प्यान्टहरू अनि एउटा 2टा चाहिँ टी सर्टहरू लिदिएको छु एक्स्ट्रा प्यान्टहरू चाहिँ यो छ एउटा यो 1 2 यो चाहिँ अल ठुल्ठुलै छ 3 4 पेयर अफ यो चाहिँ प्यान्टहरू चाहिँ यति लिँदैछु पछि अब चाहियो भने फेरि लिदिनु पर्ला अहिले यति नै बेबीको क्लोथ्सहरू सक्यो अब बेबी डाइपर चाहिँ अलिक दिनमा लिनेछु त्यो चाहिँ 1-2 डेजमा अब यति नै प्याक गर्छु त्यसपछि अब आयो सायद बेबीको सक्यो जस्तो लाग्छ बेबीको बेड घरको लागि बेडको लागि चाहिँ मैले लिएछु एउटा नेटवाला लिएको छु एउटा चाहिँ यतिकै पहिला भोक्टा भन्थे नि हाम्रोमा त त्यस्तो बनाइदिनु हुन्थ्यो नि बाजेबोजूले त्यस्तो छ नि त्यो यस्तो चाहिँ अझै चाहिँ अनलाइनमा किन्न पाउने रहेछ कि त्यो चाहिँ मैले अनलाइन अर्डर गरेको यो एक सेट लिदिएँ एउटा यसैको फेरि अर्को खालको फेरि झुलवाला छ त्यो चाहिँ पछाडिबाट राखेको छु मैले यो चाहिँ ओछ्याउनेलाई बेडमा यो त्यसपछि योसँग आउने रहेछ एउटा पिल्लो त्यसपछि यो साइडवाला यो पनि पिल्लो यति आउने रहेछ यति लिदिएँ मैले चाहिँ बेबीको लागि चाहिँ यति नै हो अब उसको लागि चाहिँ मैले लिनुपर्ने छ एउटा नेल कटर सेट त्यो पनि अनलाइन मगाएको आइपुगेको छैन त्यो चाहिँ आइसकेपछि मैले ब्यागमा हाल्छु अब यसमा केही छुटपुट भएकोहरू चाहिँ हजुरहरूले पनि कमेन्ट गरेर भन्न सक्नुहुन्छ म चाहिँ त्यसमा एड गर्नेछु म पनि फर्स्ट टाइम मम हुँदैछु त्यही भएर मलाई राम्रोसँग थाहा छैन जे थाहा भयो सबैसँग सल्लाह सुझाव लिएर लिँदै यति कलेक्ट गरेको छु कति आएको यो माखा चाहिँ त्यसपछि अब छ मेरो लागि नि त मेरो लागि चाहिँ मैले के प्याक गरेँ त ब्यागमा फर्स्टमा आयो
मेरो र बेबीको हस्पिटल डकुमेन्ट राखेको छ अहिलेसम्म 9 मन्थसम्म के चेक गरेँ। यो चाहिँ चाहिन्छ फर्स्ट मेन, चाहे हजुर त्यो रेगुलर कहाँ चेक गराउनु भएको छ त्यो हस्पिटलमा जानुभयो भने चाहियो, या अरू ठाउँमा रिफर गरे पनि यो चाहियो है। त्यसपछि अर्को राखेको छु मैले 1 पेयर चप्पल, नर्मल चप्पल, एकदमै हल्का छ यो चाहिँ, लाइट वेटवाला। त्यो घरमा पनि हुन्छ हस्पिटलमा पनि हुन्छ। यसको ग्रिप चाहिँ एकदमै राम्रो छ कि त्यही भएर यस्तो लिएको मैले चाहिँ। यो भयो। त्यसपछि अर्को छ यो एउटा हट ब्याग, यो मसँग पहिल्यैबाट थियो। यो चाहिँ सबैले राख्नु होला सक्दोभर, आफूलाई लेबर पेनको टाइममा चाहिँ यसले एकदमै रिलिफ गर्छ। यदि हस्पिटलमा सोध्नु होला, यदि दिनुहुन्छ भने लैजानु, नत्र चाहिँ आवश्यक छैन यो। मैले चाहिँ यो एउटा हालिरहेको छु, यो चाहिँ चार्जवाला हो। त्यसपछि यो एउटा भयो। अनि अर्को छ म्याटर्निटी बेल्ट एउटा चाहिँ, यो चाहिँ जस्ट फिट भन्ने कम्पनीको रहेछ। यस्तो म्याटर्निटी बेल्ट लिएको छु एउटा चाहिँ, आफ्टर डेलिभरीको लागि चाहिँ युज गर्नको लागि। लाइक गयो साथीहरू, त्यो पनि बनामै यतिकै चाहिँ 3 पेयरमा आउँछ। 3 पेयर भन्नाले 3टा सेट हुँदो रहेछ कि यसको चाहिँ, त्यो चाहिँ सबभन्दा ठुलो भयो। त्यसपछि अर्को चाहिँ यो छ। अनि त्यसपछि अर्को चाहिँ यो छ, 2टा चाहिँ सानो छ, एउटा चाहिँ ठुलो छ। त्यो चाहिँ मिलाएर बाँध्नुपर्छ। यो पछि बाँध्नुको बेलामा हजुरहरूले भिडियोमा देखाउँछु ल। यो चाहिँ उठ्न बस्नलाई यस्तै छ। यो एउटा बेल्ट भयो, म्याटर्निटी बेल्ट। अनि मैले अघि हजुरहरूलाई बेबीको बारेमा सकिएको छैन रहेछ, अझै यहाँ रहेछ एउटा। बेबीलाई चाहिँ यो कङ्गारू ब्याग भन्ने थियो अनलाइनमा, एउटा त्यो पनि लिएको छु मैले चाहिँ। यो चाहिँ हामी बुढाबुढी सल्लाह गरेर लिएको, अर्को खालको क्यारी चाहिँ बेबी बोक्नलाई अलिक गाह्रो हुँदैछ कि, त्यो चाहिँ दिदीहरूले युज गरेको देखेर यो चाहिँ रिकमेन्ड गर्नुभयो। त्यसपछि हामीले चाहिँ यो चाहिँ यसरी सेट गर्यो। यसरी सेट गर्ने, सेट भयो। उल्टो सेट गरेँ त्यो मैले त, ठिक छ। यो चाहिँ यस्तो हुन्छ, यसरी बोक्ने रहेछ यस्तो गरेर। एन्ड हियर गोज द बेबी, चाहिँ यसरी बोक्ने। पछि चाहिँ यसरी बोक्दा नै हुँदो रहेछ, यता साइडमा बेबी हालेर। यो चाहिँ ठिक लाग्यो, कपडा पनि एकदमै सफ्ट छ, राम्रो छ, नपोल्ने खालको, बेबीलाई पनि हार्म नगर्ने खालको के। अर्को ब्यागले चाहिँ कस्तो हुन्छ भने बोक्दाखेरि तलपट्टि एकदमै लोड पर्ने रहेछ कि बेबीहरूलाई, त्यो चाहिँ राम्रो लागेन। त्यसपछि अर्को हालेको छु मेरो लागि, अब यो चाहिँ बेबीको लागि भइहाल्यो। 3 सेट गाउन हालेको छु। यहाँ चाहिँ चिसै छ नि त, त्यही भएर यो चाहिँ एउटा चाहिँ कटनको, यो सबै ऱ्यापरवाला। यो यहाँ भने सबै नेपालबाट पठाइदिनु भएको। यो चाहिँ क्लिक गरेर देखाउँछु। एउटा छ यो कटनको गाउन, ऱ्यापरवाला यस्तो। त्यसपछि अर्को छ यो पनि यो कटनको भएन, यो चाहिँ उलनको जस्तो छ, यो चाहिँ न्यानो खालको छ। यो पनि त्यस्तै खालको ऱ्यापरै भयो। सक्दोसम्म त्यति बेला चाहिँ आफूलाई जुन कम्फर्टेबल हुन्छ नि त्यस्तै खालको क्लोथ्सहरू हाल्नु। यो चाहिँ ब्रेस्ट फिडिङको लागि पनि हेल्प भयो, आफूलाई डेलिभरीको टाइममा पनि हेल्प भयो यस्तो खालको कपडा चाहिँ। त्यही भएर म चाहिँ यस्तै हाल्दैछु साथीहरू। 3टा पेयर, 2टा, अनि दिस वान 3टा भयो। अनि अर्को छ अब एउटा चाहिँ थर्मस हालेको छु मैले चाहिँ तातो पानी पिउनको लागि। खोलेको छ यसलाई चाहिँ हामी पेटमा चाहिँ गरेर राखेको। यो चाहिँ एउटा चाहिँ थर्मस हाल्छु है साथीहरू।
हामी चाहिँ खाना भएर यस्तो खालको लियो सब्जीसँग चाहिँ माथि कप भएकोवाला लिनु होला त्यो भएर चाहिँ अझै सजिलो हुँदो रहेछ म चाहिँ खाँदैन यस्तो निकालेँ पटपटे खाना कस्तो खेल्नुहुन्थ्यो यस्तो त्यसपछि अब छ अरू चाहिँ अब त अन्डर गार्मेन्ट्सहरू मात्रै होला साथीहरू अर्को चाहिँ छ मैले चाहिँ आफ्नो लागि लिएको छु यो हजुरहरू चाहिँ कस्तो कस्तो युज गर्नुभयो है यो चाहिँ मैले एकदमै युट्युबहरूतिर अनि डक्टरहरूले रिकमेन्ड गर्नुभएको देखेको यो चाहिँ अब यदि हजुरहरूको अपरेसन भए पनि या नर्मल डेलिभरी या सिरियस भए पनि यो चाहिँ एकदमै काम लाग्ने खालको रहेछ क्या यो चाहिँ छ टाइगर जस्तै तर एकदमै कम्फर्टेबल हुनेवाला छ कि यस्तो छ है साथीहरू मैले चाहिँ यो चाहिँ खास 10 पिस हुन्छ यसमा चाहिँ एउटा बहिनी हुनुहुन्छ मैले त त्यो बहिनीले चाहिँ 5 पिस मात्रै लिएको है बहिनीको पनि म सँगसँगै डेलिभरी छ त्यही भएर हामीले चाहिँ यो लिएर हाफ गऱ्यौँ 5 वटा पहिला चाहिँ ट्राई गर्ने कस्तो हुन्छ त्यसपछि राम्रो भयो भने आफूलाई राम्रो लाग्यो भने चाहिँ अब फेरि मगाउने पछि भनेर किनकि हामीले युज गरेको छैन नि त त्यस रिकमेन्ड अनुसार मात्रै मैले लिएको यो त्यही भएर तर एकदम सफ्ट लाग्यो यो चाहिँ है युज गर्दा चाहिँ कस्तो हुन्छ पछि युज गरिसकेपछि पनि म हजुरहरूलाई रिभ्यू गर्नेछु त्यसपछि जति पनि स्ट्रेच हुन्छ यो अनि प्याड पनि एकदमै ठुलो छ यसको यो भयो एउटा अर्को पनि मगाएको छु न्यू मम भन्ने चाहिँ त्यसको चाहिँ प्याड र प्यान्ट चाहिँ डिफ्रेन्ट आउँछ त्यो आएपछि पनि हजुरहरूलाई पछि देखाउँछु है मैले भिडियोमा यो भयो 5 पिस यो 5 पिस चाहिँ अर्को न्यू मम आउँछ यो इभरिड भन्ने है साथीहरू इभरिड भन्ने त्यसपछि अर्को राखेको छु मैले यो म्याटर्निटी ब्रा 2 सेट यस्तो म्याटर्निटी ब्रा 2 सेट राखेको छु है एक सेट यो चाहिँ यसरी बटन खोल्नु मिल्छ बटनवाला लिएको छु अर्को खालको पनि पाउनुहुन्छ तर मलाई चाहिँ त्यो साइज फिट भएन त्यही भएर मैले चाहिँ यो खालको लिएको यो चाहिँ 2 पेयर राखेको छु अर्को चाहिँ यो म्याटर्निटी यो पनि म्याटर्निटी अन्डरवेयर हो यो चाहिँ यसरी राख्नु होला अनि 4-5 पेयर अन्डरवेयर अनि 2-3 पेयर चाहिँ यो म्याटर्निटी ब्रा राखेको छु यति नै हो साथीहरू अनि त्यसपछि मेरो लागि चाहिँ यति नै हो एउटा स्लिपर त्यसपछि 3टा गाउन म्याटर्निटी ब्रा अन्डरवेयर र मेन डिस्काउन्ट प्याड भयो हट ब्याग थर्मस म्याटर्निटी अनि त्यसपछि सक्स साथीहरू चिसो लाग्छ अरे त्यति बेला एकदमै यो चाहिँ मसँग भएकै ओल्ड सक्सबाटै 1 पेयर 2 पेयर मात्रै राख्छु अहिले चाहियो भने चाहिँ म हस्बेन्डहरूसँग मगाउने छु फेरि त्यसपछि यसमा छ आफ्नो ब्रसहरू कोलगेटहरू राखेको छु मैले चाहिँ एउटा ब्रस राखेँ कोलगेट राखेँ यो चाहिँ अहिले मैले बिर्सिन्छु भनेर नयाँ हालेर राखेको साथीहरू ब्रस कोलगेट त्यसपछि राखेको छु मोइस्चराइजर र सनस्क्रिन यदि टाइम पाएर सके भने चाहिँ युज गर्ने नत्र चाहिँ त्यतिकै आउने होला थाहा छैन यो चाहिँ मैले यही मोइस्चराइजर युज गर्छु पहिलेबाट सनस्क्रिन चाहिँ यही फिक्स डर्माको SPF 50 वाला जेलवाला यही हालेको छु अनि त्यसपछि एउटा काइयो अनि एउटा क्लिप लेभेन्टी पनि हालेको थिएँ मैले एउटा लेभेन्टी यति हालेको छु अनि एउटा लिप ग्लस हालेको छु अब चाहिँ एउटा यहाँ भ्यासलिन हाल्छु त्यति नै हो अब बेबीको यो सामानहरू पनि मैले यहीँ हालिदिन्छु यस्तो ब्यागहरू यस्तो पाउचहरू लग्यो भने चाहिँ सजिलो हुन्छ साथीहरू अनि म यो चाहिने जति यसमा हजुरहरूलाई देखाएको मध्येमा सबै त हाल्दिनँ मैले ब्यागमा अब यसबाट जे निड हुन्छ कपडाहरू चाहिँ अलिक थोरै हाल्छु यहाँ देखाएको मध्येमा अब मैले चाहिँ प्याक गर्नु भनेको यो ब्यागमा
भाइरल ब्याग सजिलो ब्याग स्पेस पनि धेरै हुने यसैमा हाल्छु बेबीको लागि मेरो लागि दुईटाको लागि जति आउँछ त्यति यो सजिलो नै हुन्छ नि क्यारी गर्नको लागि ठुलो सानो सबै भइहाल्छ यसमा यस्तो भएको भएर चाहिँ सजिलो छ यो ब्यागले धेरै काम दिन्छ यत्रो भएपछि त दुईजनाको लागि भइहाल्छ त्यसपछि घरबाट पनि कोही गइराख्नुहुन्छ त्यति बेला पनि मगाउँदा भइहाल्यो चाहिएको अहिले चाहिँ मस्ट निडेड त्यसमा प्याक गर्छु साथीहरू यति नै हो मेरो हस्पिटल ब्यागको लागि मैले किनेको सामानहरू केही छुटपुट भयो भने हजुरहरू पनि भनिदिनु होला थ्याङ्क यू सो मच फर वाचिङ अनि मेरो च्यानललाई चाहिँ लाइक सेयर र सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला थ्याङ्क यू बाई बाई हेभ अ नाइस डे